हेलो अनि गुड इभिनिङ सबैजनालाई है। फेरि स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। र आजको भिडियो चाहिँ ज्यादा लामो चाहिँ बनाउँदिनँ। एउटा चिज देखाउनु थियो तपाईँलाई, त्यो देखाएर चाहिँ मारिहाल्छु है। यहाँनिर हाम्रो सिबीहरू छ है। सिबी चाहिँ मजाले भइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ हो। मेन चिज चाहिँ तपाईँलाई के देखाउनु भने यता सिबी ड्यामै छ हो। मेन चिज चाहिँ तपाईँलाई के देखाउनु आँटेको थियो भन्दाखेरि नि यहाँनिर देख्न सक्नुहुन्छ टमाटर मजाले हुँदो रहेछ हो। टमाटर पनि अरू बेला त ट्राई गरेको थिइनँ टमाटर रोपेर कि योपालि चाहिँ यसो अब टमाटर पनि रोपौँ भनेर ट्राई गरेको थिएँ। तर मजाले भइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ टमाटर। यसलाई चाहिँ यस्तो सपोर्ट पनि दिइरहेको छु मैले यसरी हो, नभए चाहिँ लालाक्लुक ढल्दो रहेछ नि त। यहाँ छ टमाटरको हो। अन्त यता पनि छ कि टमाटर, तर यहाँकोहरूले चाहिँ फलेको छैन यहाँ दुइटाले। अन्त हाम्रो चाहिँ मकै के भयो योपालि ढिलो रोपेर पनि होला यस्तो भइरहेको छ, कचल्टिरहेको छ डल्लै हो। अन्त मेन चाहिँ यही हो, टमाटर चाहिँ दामी भइरहेको छ है। यो चाहिँ ठुल्ठुलो हुने रहेछ नि त। यो बजारतिर पाउँछ नि, त्यसको चाहिँ दाना चाहिँ रोपेको थिएँ नि त। त्यो अब फ्याँक्छ, अब कतिजनाले त फ्याँक्नुहुन्छ होइन, तर त्यसलाई नफ्याँकेर त्यसको दाना मजाले सुकाएर रोप्यो भने चाहिँ उम्रिँदो रहेछ टमाटर हो। यहाँ पनि छ, यहाँकोले पनि फलेको छैन, यहाँकोले चाहिँ फलेछ हो। यहाँको यस्तो भइरहेको छ। अन्त माथि दोकान माथि पनि छ हो, त्यो पनि देखाउँछु तपाईँलाई। त्यहाँको पनि फलिरहेको छ। अन्त यो कानमा लाउने लगाएको थिएँ कि यहाँनिर चाहिँ साह्रै दुखिरहेको छ। अन्त यत्रो दिनदेखि चाहिँ भ्लगहरू हालेको थिइनँ, त्यही भएर अब हल्का बिजी थिएँ। अन्त यहाँ चाहिँ मेरो मिसेस यहाँ खाना बनाउँदैछ, उसले के बनाउँदैछ भने पकौडा बनाउँदै रहेछ हो। यसला पकौडा बनाउँदै रहेछ। अन्त सब्जी आलुको सब्जी र पकौडा बनाएछ। अन्त भात हो। अब तपाईँहरूलाई सिधै माथि लान्छु दोकानमा। दोकानको यता पनि दामी भएको छ, त्यहाँ हाम्रो फुलहरू देख्न सक्नुहुन्छ हो। उहीँ माथि दोकानमा लगेर देखाउँछु तपाईँलाई ल। अन्त त्यो अब 2-3 दिनदेखि चाहिँ भ्लग हाल्नै पाएको थिइनँ नि त। यहाँ यो फुलले चाहिँ फेरि फुलिरहेको छ, देख्न सक्नुहुन्छ है। यसको नाम चाहिँ मैले हेरेको थिएँ कि यस्टरडे टुडे टुमोरो चाहिँ भन्यो होइन। यसको यस्तो छ, 2टा फुल छ एउटामा हो। अहिले मजाले छाँटिदिएको थियो अस्ति, फेरि फलिरहेको छ। अब तपाईँलाई माथि सिधै यहाँ दोकानभित्र लान्छु। त्यहाँनिर पनि निकै अस्ति फलिरहेको थियो। अब हेरौँ कस्तो भएको छ, कति दिन भएको थियो नहेरेको पनि। अन्त आज हेरौँ यहाँनिर खै हौ, छैन त यहाँ त एउटा पनि छैन रहेछ। यहाँ चाहिँ फुल चाहिँ हानिरहेको छ हो, यहाँ फुल चाहिँ हानिरहेको छ। यहाँ यसले पनि फल्नु चाहिँ फल्ने रहेछ। त्यहाँदेखि यहाँनिर पनि हामीले खोर्सानीहरू रोपेको थियो कि, तर भएन क्या कुनै पनि खोर्सानी, डल्लेहरू चाहिँ भएन, सक्सेस भएन। यस्तै छ। र अब त्यही हो, यस्तो अब कति दिन भयो त्यो भिडियो नहालेको, त्यही भएर यसो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर। त्यही भएर अलिकति अब के भन्नु, अब अलिकति टाइम पाएको थिइनँ भिडियो गर्ने, भ्लगहरू गर्ने चाहिँ अलिकति टाइम पाएको थिइनँ नि त। त्यही भएर आज चाहिँ हल्का यसो फ्री भएको थिएँ सन्डे भएर, त्यही भएर चाहिँ भिडियो हालेको। अन्त त्यही हो, अहिले बेलुका यस्तो छ, रात झन्डै 5-5:30 भएको होला। र पनि अब यस्तो डरलाग्दो गरम भइरहेको छ नि, के भन्नु। अब दिउँसो त झन् अब फ्यान बिना सक्दैन हो। अब अहिले चाहिँ अलिकति नर्मल भएको छ टेम्परेचर, बाहिर निस्किनु त अल्छी लाग्छ, म त घाम लागेर अन्त हो। त्यही भएर चाहिँ अब भिडियो हाल्नु पनि पाएको थिइनँ। त्यही भएर अब फेरि सुरु गरौँ भनेको। अन्त अब त्यही हो, यस्तो छ। अब हाम्रो सानो बारी, मेरो मिसेस यहाँ छ, हाम्रो किचन यस्तो हो। अन्त त्यही हो, आजको लागि चाहिँ यति नै है। फेरि भेट्छु हजुरहरू सामु, फेरि आउने छु अर्को ब्लग लिएर। अहिले फिलहालको लागि चाहिँ यति नै। अब पकौडा बनाउनुमा बिजी छ मेरो मिसेस चाहिँ।